हेलो साथीहरू, आज हाम्रो गाडी आलु लोड भएको छ। काठमाडौँबाट पोखरा मन्डीको लोड हुँदैछ। पानी परिरहेको छ साथीहरू, गाडी भित्र हालेको छु। केही छिनको यात्रापछि हामी यो फिस्लिङ भन्ने ठाउँतिर हामी गाइज हिजोबाट पानी पर्न लागेको हेर्नु। त्रिशुलीको पानी हेर्नु गाइज, यस्तो रातो भएको छ। बाटो हेर्नु, बाटो एकदम बिजोग छ हेर्नु। बाटो पुरै बिगारेर पहिरोले एकदम कठिन यात्रा छ। बाटो पनि साँघुरो छ गाइज, अनि जाम लागेर एकछिनपछि पानी हेर्नु गाइज, यस्तो छ पानी। त्रिशुली पुरै उलेर आएको छ गाइज, हेर्नु पुरै गाडीको लाइन लागेको छ। हामी केही समय यात्रापछि हामी मुगलिन पुग्यौँ गाइज। हामी यहाँबाट पोखरातिर लाग्यौँ। हेर्नु यो मुगलिनको नयाँ पुल हो गाइज, पुरानो उतापट्टि छ भने अब नयाँ चालु अवस्थामा आएको छ।